हेलो फ्रेन्ड्स, नमस्ते, गुड मर्निङ, गुड आफ्टरनुन। म तपाईँहरूको भाइ आद्य राहुल यादव तपाईँहरूको समक्ष आइसकेको छु। केही कुराहरू तपाईँहरूको सेयर गर्न चाहन्छु कि हामीले एउटा इन्जिनियरिङ कलेज के को आधारमा चुज गर्छौँ। हामीले धेरै अहिले 12 क्लास पढेर बसिरहनु भएको होला। धेरै विद्यार्थीहरू, धेरै साथीभाइ बहिनीहरू राम्रो कलेजको खोजीमा हुनुहुन्छ होला। तर म सबभन्दा पहिले तपाईँलाई एउटा सजेसन दिन चाहन्छु कि कस्तो के को आधारमा हामीले आफ्नो कलेजलाई चुज गर्ने, यो हाम्रो लाइफको सवाल हो। धेरै अहिले हामीलाई थाहा पनि छ कि धेरै यस्तो पनि कलेजहरू छ इन्डियामा जसले फ्रड गरिरहेछ, धेरै हल्ला पनि छ त्यस्तो। सो के को आधारमा हामीले राम्रो कलेजलाई चुज गर्ने, के को थ्रुबाट जाने, यो सबै प्रोसेस आज मैले कुरा गर्छु। अनि धेरै इजी स्टेपमा कुरा गर्नेछु र कसरी हामीले कुन कोर्सलाई चुज गर्दा राम्रो, केमा हाम्रो इन्ट्रेस्ट छ र कस्तो फ्याकल्टी र कस्तो डिपार्टमेन्टमा जाँदा भविष्यको लागि राम्रो हुन्छ, त्यो कुरालाई चाहिँ म आज डिस्कस गर्नेछु यो भिडियोमा। सो सबभन्दा पहिला म राहुल कुमार यादव अहिले बिई बिटेक एआइएमएल पढिरहेको छु सोना कलेज अफ टेक्नोलोजीमा। अनि तपाईँहरूको समक्ष म केही कुराहरू राख्न चाहन्छु, माई एक्सपिरियन्स एन्ड वाट एभर आई एम सिइङ हियर सिन्स 8 मन्थ। सो सबभन्दा पहिला साथीहरू हामीहरू चाहिँ कुरा गर्नेछौँ कि हामी के को आधारमा कलेजलाई खोज्छौँ र के को आधारमा हामीले कलेजलाई डिसाइड गर्छौँ कि दिस इज द राइट कलेज फर इन्जिनियरिङ, एमबिबिएस, एनिथिङ, for medical science, for mechanical, for civil engineering, anything. First, we have to decide which college is best. So, how can you decide that? So, we have such a points like academic excellence. कस्तो छ, जस्तै त्यसमा अब सबभन्दा पहिला हामीले एउटा कुरा हेर्छौँ। सबभन्दा पहिला हामी के हेर्छौँ कि मेरो इन्ट्रेस्ट केमा छ। जस्तै कि मेरो इन्ट्रेस्ट छ एआइएमएलमा, एआइएमएल केमा हुन्छ, सफ्टवेयरमा आउँछ। सफ्टवेयर भनेको के हो, इन्जिनियरिङ हो। इन्जिनियरिङमा के आउँछ, कम्प्युटर साइन्स इन्जिनियरिङ आउँछ, मेकानिकल आउँछ र त्यसमा हामी एआई पढ्दैछौँ भने त्यो इलेक्ट्रोनिकलमा पनि आउन सक्छ र त्यो चाहिँ हाम्रो एउटा कम्प्युटर साइन्स इन्जिनियरिङ द्याट मिन्स सिएससीमा पनि आउन सक्छ। र यो सबभन्दा पपुलर पढाइ भनेको के हो, अहिले चाहिँ चलन चल्तीमा चाहिँ सिएससी। र त्यो केटाहरूले डिसाइड गर्न सक्दैन कि वास्तवमा के को आधारमा म लिऊँ। लहैमा पनि लिनु हुँदैन, बिकज हार्ड हुन्छ। जे पनि हुन्छ भने अलिकति हार्ड नै हुन्छ। सो हामीले के को आधारमा डिसाइड गर्ने हो भने कि इन्ट्रेस्टको आधारमा, के इन्ट्रेस्ट जुन हुन्छ मान्छेको, त्यो इन्ट्रेस्ट केमा हुन्छ। जस्तै कि अब कुनै मान्छे यस्तो हुन्छ जस्तै फार्मेसी पढ्ने विचार हुन्छ र त्यसको आमाले भन्छ कि होइन तिमीलाई त म इन्जिनियरिङ पढाउँछु भनेर, त्यस्तो नआउँछ। सो फर्स्ट वी हेभ टु डिसाइड योर सेल्फ वाट यु आर गोइङ टु डु। सो जस्तै कि मेरो इन्ट्रेस्ट सानैदेखि छ इन्जिनियरिङमा, सफ्टवेयर इन्जिनियरिङमा। सो आई एम पर्सुइङ माई बिई बिटेक इन एआइएमएल, आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मसिन लर्निङ, जुन चाहिँ तपाईँलाई थाहा नै होला अहिले आउने दिनहरूमा र अहिले पनि धेरै नै युज भइरहेको छ हाम्रो डेली लाइफमा। सो सबभन्दा पहिला हामी फर्स्ट पोइन्ट कुरा गर्दैछौँ कि हामी कलेजलाई के को आधारमा चुज गर्ने। र कलेजलाई हामीले चुज गर्छौँ एनआइआरएफको आधारमा, र अहिले एनआइआरएफ पनि फेक छ। त हामीले कसरी त्यसै पनि गर्ने, कसरी हामीले डिसाइड गर्ने कि हो यो एनआरएफै राइट छ। त भन्नुको मतलब त्यसै हामीले डिसाइड गर्न सक्छौँ हामीले त्यहाँबाट पर्सेन्टेज अफ प्लेसमेन्टको आधारमा कि कति % अफ स्टुडेन्ट प्लेसमेन्टमा गइरहेको छ। हामी चाहिँ अरू कुरा नगरेर डाइरेक्ट चाहिँ हामीहरू कुरा गर्छौँ कि हामीले एउटा सस्तो र एउटा राम्रो कलेज कसरी चुज गर्ने, त्यसको एनआरआइएफ हेर्ने, त्यसको प्लेसमेन्ट हेर्ने, अनि त्यसमा कस्तो आरएनडी सेन्टरहरू छ, रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरू छ, त्यसको फ्याकल्टी मेम्बरहरू कस्तो छ, र एडमिसन गराउनुभन्दा पहिला एकचोटि चाहिँ राम्रोसँग बुझ्नुपर्छ त्यो कलेजको बारेमा। र त्यो सबै कुरा म चाहिँ तपाईँहरूलाई अगाडि भन्नेछु कि कसरी कोसँग कुरा गर्दा राम्रो, कसरी हामीले एडमिसन गराउन सकिन्छौँ र राम्रो कलेज लिन सक्छौँ। सो सबभन्दा पहिला म आफ्नो अनुभव भन्न चाहन्छु। जस्तै कि म अहिले सोना कलेज अफ टेक्नोलोजीमा पढिरहेको छु। सो यहाँको म कुरा गर्छु, मलाई यहाँ आएको 8 महिना जति भयो। यहाँ 8 महिनामा धेरै कुरा मैले सिक्न पाएँ। जस्तै कि मैले धेरै इभेन्टहरूमा पार्टिसिपेट लिएँ, जस्तै कि आइओटी एक्सपो भइहाल्यो, इन्टरनेट अफ थिङ्सको, त्यस्तै स्पार्क 24 भयो, त्यस्तै ह्याकाथन भयो, त्यस्तो धेरै इभेन्टहरू चाहिँ अर्गनाइज भइरहेको हुन्छ। र त्यसमा हामीहरूले पार्टिसिपेट लिनुपर्छ र त्यो चाहिँ सबै कलेजहरूले प्रोभाइड गर्दैन, फेरि कुनै कलेजहरूले गरिरहेको हुन्छ। धेरैले गर्छ भने पनि थाहा हुँदैन, र त्यस्तो कलेजहरूमा जानु हुँदैन। यस्तो इभेन्टहरूले के हुन्छ कि तपाईँले यो इभेन्टको सर्टिफिकेट लिनुभयो, यो इभेन्टको तपाईँले एक्सपिरियन्स लिनुहुन्छ, त्यो चाहिँ तपाईँहरूको प्लेसमेन्टमा काम लाग्छ। अब जस्तै हामीले कुरा गर्दै थियो प्लेसमेन्टको, त यहाँ हामीले सोना कलेजको मैले प्लेसमेन्ट हेरेको छु, म आफूले हेरेको छु, जुनमा यदि एउटा क्लासमा 100% स्टुडेन्ट छ भने, 100 वटा स्टुडेन्ट छ भने त्यसमा 90% को अलमोस्ट प्लेसमेन्ट भइ नै हाल्छ। अब
कस्तो कम्पनीहरू आउँछ त? अब कम्पनीहरू पनि धेरै राम्रो राम्रो छ। बेङ्गलोरको कम्पनी छ, बिकज दिस इज भेरी नियर टु बेङ्गलोर। सो बेङ्गलोरको धेरै ठुलो ठुलो कम्पनीहरू आउँछ, कोलाबरेट छ योसँग। त्यस्तै तपाईँको जापानिज कम्पनीहरू पनि आउँछ, मलेसियन कम्पनीहरू पनि आउँछ। सो यहाँ चाहिँ अपर्च्युनिटीको कमी नै छैन। अब यहाँ DRDO को के भन्छ साइन्टिस्टहरू आउँछ भेट्न। मैले अस्ति आएर मैले उहाँबाट नै अवार्ड पाएको थिएँ। सो यस्तो यस्तो अपर्च्युनिटीहरू पाउनको लागि त सोना कलेज इज द बेस्ट कलेज। सो म तपाईँहरूलाई डाइरेक्ट एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँ नेपालमा पढ्न चाहनुहुन्छ भने इट्स ओके। यदि तपाईँहरूले फरेन पढ्न चाहनुहुन्छ भने, इन्डियामा पढ्न चाहनुहुन्छ र इन्डियामा एउटा राम्रो कलेज चुज गर्न चाहनुहुन्छ र कम पैसामा स्कलरसिपमा, र त्यो स्कलरसिप पनि अनलाइन इन्टरभ्यूको बेसमा, तपाईँले अनलाइन इन्टरभ्यू दिनुपर्ने हुन्छ। त्यो पनि खासै केही हुँदैन, तपाईँले पास गर्नुहुन्छ इजिली अनि तपाईँहरू आउन सक्नुहुन्छ। सो म कुरा गर्न चाहन्छु कि अब यो कलेजमा फेसिलिटी के छ। यसमा 36+36+ R&D सेन्टरहरू छ, रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर, जहाँ चाहिँ वेल स्पेसलाइज साइन्टिस्ट जस्तै प्रोफेसरहरू बसेको हुन्छ। कुनै पनि काम तपाईँले कुनै पनि इनोभेसनमा काम गर्दै हुनुहुन्छ, जस्तै मैले कुनै एप्लिकेसन डेभलपमेन्ट गर्दैछु जुन चाहिँ धेरै युनिक छ। अब त्यसको लागि त मलाई कन्सेप्ट छैन, त म के गर्छु कि म त्यो R&Dमा जान्छु। ठिक छ, R&Dमा गइसकेपछि म के गर्छु, त्यहाँ चाहिँ हेड डिपार्टमेन्टसँग म कुरा गर्छु र उहाँले मलाई हेल्प गर्नुहुन्छ। उहाँले मलाई भन्नुहुन्छ, वे हेराउनुहुन्छ कि यहाँबाट यस्तो गर्नुहुन्छ, यस्तो गर्नुहुन्छ। र त्यसको साथसाथमा सबभन्दा इम्पोर्टेन्ट कुरा, सोना कलेज अफ टेक्नोलोजीले सधैँ के गरिरहेको छ त, यसले अब इनोभेसनको लागि गभर्नमेन्टबाट भए पनि र पब्लिकली भए पनि यो कलेजबाट नै स्टुडेन्टहरूलाई प्रोभाइड गर्दैछ फन्ड। यदि तपाईँले फन्ड लगाएर कुनै इनोभेसन गर्दै हुनुहुन्छ भने तपाईँले गर्न सक्नुहुन्छ। यु विल गेट द्याट अपर्च्युनिटी अल्सो। सो दिस इज अ भेरी बिग अपर्च्युनिटी फर अल द स्टुडेन्ट्स। एन्ड नेक्स्ट अर्को कुरा गर्नुपर्ने हो भने यसमा सधैँ इभेन्टहरू भइ नै रहेको हुन्छ। सो म तपाईँलाई एउटै कुरा भन्न चाहनुहुन्छ, चुज गर्नुहुन्छ भने सोना कलेज अफ टेक्नोलोजीलाई चुज गर्नु होला, किनभने तपाईँहरूले स्कलरसिप पनि पाउनुहुनेछ। त्यस्तै यसमा तपाईँले एउटा कुरा मैले बिर्सेँ भन्नको लागि, यो कलेज चाहिँ आना युनिभर्सिटीसँग एफिलिएटेड छ, जो चाहिँ यो धेरै 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 इम्पोर्टेन्ट चाहिँ। हामीहरू कुरा गर्दैछौँ क्याम्पस लाइफ कस्तो छ त गाइज। म एकर्डिङ टु माई ओपिनियन म भन्न चाहन्छु, क्याम्पस लाइफ यहाँको जुन छ नि, फिल नै आउँदैन यार कि म मतलब कुनै फरेन कन्ट्रीमा छु। कहिले पनि फिल आउँदैन त्यस्तो। यस्तो मतलब कुनै जस्तै कि होली भयो, अब होली पनि हामी पुरै नेपालीहरू मिलेर एकदम मनोरञ्जन गरेर मनाउँछौँ। अब जस्तै अब कुरा गर्छु एजुकेसनको, जस्तै अब यहाँको टिचरहरू पनि र हाम्रो जुन यहाँ यति रिस्पेक्ट छ, हामीहरूले पाउने जुन रिस्पेक्ट छ नि प्रोफेसरहरूबाट वा HODबाट वा हाम्रो जति पनि NRI कोअर्डिनेटर भयो, धेरै एकदमै राम्रो छ। सो योहरू चाहिँ धेरै राम्रो छ। अनि खानाको कुरा गर्नु हो भने नेपाली फुड छ हामीहरूले यहाँ तपाईँलाई थाहा पनि होला, इडली डोसा साम्बर खान्छ यहाँ धेरै कलेजहरूमा स्टुडेन्टहरूले। बट यहाँ हाम्रो चाहिँ यति फेसिलिटी छ कि हजुरहरूले यहाँ नेपाली खाना पाउनुहुन्छ, किनभने हामीहरूसँग नेपाली फुड पनि। सो वी आर गेटिङ नेपाली फुड्स, द्याट्स भेरी वेलकम फर अस। एन्ड कलेजको कुरा गर्ने हो भने हामीहरू क्लास जान्छौँ, अल आर गुड, टिचर्स आर अल्सो गुड, एन्ड फ्याकल्टी मेम्बरहरू एकदम राम्रो छन्, एकदम हेल्पफुल छन्। जस्तै केही पनि प्रब्लम भयो डाइरेक्टली हामी चाहिँ डाइरेक्ट म्यासेज गर्छौँ। यो होइन कि प्रोफेसर भने हामीहरूलाई गर्न मिल्दैन, त्यस्तो छैन। हामीले डाइरेक्टली आफ्नो प्रोफेसरलाई HODलाई जसलाई पनि हामीहरूले डाइरेक्ट म्यासेज गर्छौँ अनि उहाँहरूले डाइरेक्ट हामीले बोलाउनुहुन्छ कि कम टु माई क्याबिन, आई विल हेल्प यु। सो यो पनि धेरै राम्रो छ। एन्ड एक्जामिनेसन्स एन्ड एभ्रिथिङ धेरै फेयर हुन्छ। सो यो चाहिँ धेरै इम्पोर्टेन्ट छ। यस्तो छैन कि केही त्यस्तो छैन कि मतलब फ्रड हुन्छ, यस्तो केही पनि छैन। सो धेरैजनालाई लाग्छ कि इन्डियामा यस्तो हुन्छ त्यस्तो हुन्छ, बट म यहाँ छु, म आफ्नो ओपिनियनले भन्न चाहन्छु कि जुन हाम्रो क्याम्पस लाइफ छ भेरी गुड, भेरी नाइस, वेलकम, वन्डरफुल। सो आई रिक्वेस्ट यु अल गाइज, प्लिज आउनुहोस् सोना कलेजमा, हामीहरूसँग भेट्नुहोस्, मनोरञ्जन गर्नुहोस्, पढाइ गर्नुहोस्, एकदम चिल गर्नुहोस्, घुम्नुहोस् फिर्नुहोस्, एकदम पढ्नुहोस्। थ्याङ्क यू सो मच।